हेलो गाइस, आज हाम्रो मामाले सिमल तरुल खन्दैछ। कति निक्लिन्छ हेरौँ नि अब सिमल तरुलले। आमा हाई भनिदिनुहोस्। हेलो सबैजनालाई, फेरि पनि यहाँ हल्का खनाइ हुँदैछ है हाम्रो तरुल खनाइ हुँदैछ हो। अब हल्का यो तरुल चाहिँ चियासँग खुवाउनु कस्तो मिठो हुन्छ हो। एउटा निस्किहाल्यो यो बोनी भइगयो। यहाँ चाहिँ यति खनिसकेछ मामाले हो। त्यहाँ पनि छ झोलामा। निकै ठुलो छ यहाँ चाहिँ, हेर भने चाहिँ। तर यो फर्स्ट बोट भएर होला कि भने यस्तो यो ठुल्ठुलो निस्किँदैन नि। यो तरुल चाहिँ छ नि तिम्रो, नभनेको पनि 2 वर्ष 1.5 वर्ष राखेको हुन्छ है, ठुलो खाले हुन्छ अरे हौ। म पनि सुनेको। अब त्यस्तो मलाई पनि अब यो खेतीपातीमा त अब त्यस्तो एक्सपोर्ट छैन फार्मरतिर त कि। मामाले फर्स्ट टाइम खन्नुहुन्थ्यो क्या तरुल त। फर्स्ट टाइम त कहाँ, पहिलातिर पनि खन्थेँ नि। बिर्सिसकेछ खन्नु, हेर न चोट लाग्यो हो। यहाँ देखाइदेऊ त यी चोटहरू लागेर हेर न। ठिकै छ, बादमा यो निकालेर केरा काट्नै पर्छ हो, पिस गर्नु पनि पर्छ यसलाई होइन। अन्त अब अहिले नै भइगयो नि पिस। डाइरेक्ट बोर्डमै पिस गएर होइन उयो गरि पनि रहनु पर्दैन, काटि पनि रहनु पर्दैन। गयो केलायो पकायो मजाले क्या हौ, दुधको चियासँग क्या हौ, नुनको। तिमीलाई कुन चाहिँ मनपर्छ, नुनको कि चिनीको? मलाई चिनीको मनपर्छ। अझ नुनसँग खानु। माथि बोजूले के भन्दैछ हौ, बोलाएको छ त हौ। हजुर बोजू, एउटा निस्क्यो हो। ए मामाले बचाएको हो, खोइ हेर्नु त मामा। त्यत्रो मात्रै छ, बेसी ठुलो छैन। छ नि अझै छ, यहाँ निस्किँदैछ होइन। हाम्रो गाइसहरूलाई यसो कति घुमेकोहरू तरुल मात्रै देखाउनु, भिडियो यसो तरुलको पनि देखाइदेऊ न होइन। कस्तो मामा तान्नु त बोट डल्लै तानिनु आउँछ हौ। बोट त्यही त डल्लै तान्नु त यहाँ सक्छ लु, साह्रो पर्छ नि। यो चाहिँ बिस्तारै खोतालेर गर्नुपर्छ, नतालिकन। पहिला चाहिँ बोट यसरी तान्दा पुडुक्कै आउँथ्यो कि, यो त निकै चाम्रो भएछ नि त। हेरौँ ल, यो हेर मैले यो भाँचिन्छ है, खन्नुपर्छ नि। बाँचिन्छ नि, बिस्तारै गर्नुपर्छ नि यसलाई। चारैपट्टि खन्नु कि माथिबाट खन्नु कि बङ्गै उकाल्नु त उखिन्छ। त्यसो गरौँ भनेको नि त, चारैपट्टि सरेर खने होइन। त्यहाँ पुडुक्कै उखाल्नु, नभाँचिन्छ नि त भित्र फेदमा हो। ओके मम्स, ओके। मम्सहरूले बुद्धि अर्थी दिँदैछ हामीलाई हो। हामी त आउँदैन यस्तो खन्नु, के गर्नु। फाइनली यस्तो काम त मजाले गर्ने नि, के भएर हात उयो भयो सर्क्यो। जाति हुँदैन, चिसोले गर्दा होला कि, सुनिरहेछ चाहिँ हेर न यहाँ। हुन्छ होला बिस्तारै जाति। मामा खतरा लो, ग्याम्डुङ निकालिदिनु त लो, ब्राङब्रुङ लो। कहाँ निकालिदिन्छु ल। मेरो त्यो कला हो गाइस। हेलो गाइस। हेलो भिवर्स। ए अबे हेलो भिवर्स। नमस्ते बाजे। नमस्ते भानिज, नमस्ते। ए भानिज अरे नमस्ते। कहिले भिडियो कल गरेर गाइस मामाको भ्लगमा यहाँ खालि भानिज भन्ने उयो लागेर क्या हौ, बानी लागेर। अबेला पनि भानिज भनि परेछ। नाति पो त, नाति केटो के छ अन्त, उठेको भर्खर?
नाति केटो अन्त भिडियो त खतरा आउँछ त हौ तिमीहरूको अबे न त बाजे फोन ए भने यहाँ छ मजाको तरुल गएको छ यसलाई चाहिँ नि गाइस मजाले पोटाउनु पर्छ हो मजाले गएको रहेछ यो चाहिँ ठुलो रहेछ है भइदियो अबे भइदियो सानो बोट भएर पनि कस्तो आएको है मजा आएको आमा आएको यहाँ ढुङ्गाले थिचेछ नि यसलाई त होला भनेको नखानु भने सोच्दै थिएँ नि भनेपछि यहाँ त कता गएको छ आगो चाहिँ कस्तो कस्तो छ अरे ए ऊ बाजे बुढो गयो त ऊ बाजे बुढोले कस्तो उठो पनि काट्नु रहेछ जङ्गलमा कुकुर बसेर त उता पनि पर्दैन हुन्छ नि के गर्दैछ अबे अबे हेरेर तपाईँ तरुल भनेको ए तपाईँलाई कल गरेको छ हजुर बाजेले तरुल खनेको हेर्दैछ अबेले अबे त्यो मान्छे जगिङ त खतरा गरेको जगिङ गर्नु त अम्बो त्यही रड्डी गर्दैछ त अन्त है कतिवटा हड्डी माइलीको नानी छ्या आमा तरुल यस्तोहरू त खान्छ आमा ठुल्ठुलो पनि निकाल्न त्यो त छोडेन ठुल्ठुलो पठाइदिनुपर्छ हौ सानो त खानुपर्छ काट्नै सक्ने मामा तानिदिनु लो ड्यामै तानिदिनु त मामा बुक्कै नसो सर्किन फेरि भान्सा तान्नु लगा न आजै 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 हाल्ला 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 तानिनु मामा गम्मै तान्नु त अन्त एकै कुरा गरेर निकाल्नु अन्त आजै हाल्ला मामा गम्मै तानिनु त यो ओबो गाइस तरुल त दामी 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 फलेको रहेछ त है लबे राख 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 ओके ओके मानी तरुल ओके फलेछ है मलाई त यिनीसँग मैले आगो मात्रै खानु भने कि त्यतिकै छोडिदिनु जस्तो पो लाग्यो मामा यो पनि निकाल्नु अब ठुलो ठुलो सटे 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 हात बिग्ला नि बिग्ला कोटाउनु पर्छ यसलाई अलिक गाडी रहेछ कि कताबाट गाडी छ तेह्रपट्टि टक्कै तान्नु नि मामा यता मामा चाहिँ कता हरायो यहाँ मामा त लिएको छ त्यता गाडी खेल्ने यता तान्नु एकछिन एउटा त आइहाल्यो हो हाम्रो कलकत्ता बिहान पो फुटेछ राति चाहिँ फोन खेलाएर मजाले मिलाएर चाहिँ यसलाई कोटाउनु पर्छ हो म तान्छु है म तान्छु खै लो तपाईँ पक्रिनु त म तान्छु म तानिदिन्छु खै ल अब ल अब हेरौँ हाम्रो भानिसले तान्ने अरे लु है हेरौँ है कतिको चाहिँ तान्दो रहेछ है मामाले त सकेन हो बोजू चाहिँ तल चुक 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 नगर्नुहोस् है लड्छ है बोलाउला अस्ति जाति भएको ऊ हो तिमीले भने नि ए भचायो नि भानिसले दामी रहेछ नि म होइन मामा यता अन्त म हुने यता होइन माउ हो नि दामी रहेछ नि हेर है यहाँ म पनि हुन्छ नि श्रीमन्त रोडको अन्त यहाँ मजाको रहेछ गाइस मैले निकालिहालेँ अन्त एकैछिन निकाले भानिसले पनि निकाले लो है गाइस हेरौँ है कता गयो अर्को अब अब सक्यो होला हौ न्यानो अन्त भाँचेको अन्त हाम्रो भानिसले पनि बिर्सेको छैन रहेछ खन्नुहरू गर्छ नि केटोले गर्छ मामा मात्रै प्रो नि फेरि प्रो हो नि हाम्रो भानिस चाहिँ अघिको तरुलले छ त हँ अघिको तरुल है नि आधी तरुल छोडिदिउँ होला हौ त्यो अब कहाँ पुढे पुढ्यो है होस् भने चाहिँ अब त्यो पुर्दिउँ कहाँ गयो गयो छोडिदिउँ पुर्दिउँ अब अर्को खनौँ होला हौ भयो है गाइस हामीले तरुल टिपिसक्यो हो यहाँ छ यी फाइनली देखाइदिनु नि तरुली यहाँ छ हो त्यो एउटा बोट बोट निक्लेको मामा एउटा बोटको यी झन्डै कति आमा कति केजी जस्तो छ हौ यो अन्दाज 1.5 केजी छ कि 2 केजी 2 केजी जस्तो निस्केछ फाइनली भ्युवर्स तपाईँहरूलाई होइन तरुलको हल्का कन्टेन्ट भिडियो गाइस त्यो हामीलाई पठाइदिनु लागि चाहिँ मामाले तरुल खनिदिनु आज यहाँ हाम्रो दिदी भानिसलाई हाम्रो दिदीले चाहिँ पुरा मन पराउनु हुन्छ अरे हो अन्त तरुल खाने भाइ पठाइदिनु भनेर चाहिँ पठाइदिएको नि यहाँ खनेर मैले नै हो एक झोला त भएछ वा लोजुङ मामा लिनु लो उकालो लोजुङ चौनु त कान्ला आमा यति नै हो जाउँ अब गाइस अब चाहिँ भारी पुग्यो अब चाहिँ हामी निस्केको अब भरे देखाउँछ तपाईँलाई फेरि ल आज मामा क्यामेराम्यान भइदिएको म चाहिँ मामाको क्यामेराम्यान आज क्यामेराम्यान मेरो भाइ पल्ला आयो हो
अब हामी कति वर्षको बादमा भेटेको भनिस् अन्त आउजाउ छैन अन्त कहाँ 2 वर्षको बादमा मामा कहाँ हो 2 वर्षहरू त भयो नि अन्त ऊ बोजूलाई त याद छ 2 वर्ष भन्दैछ यहाँबाट चाहिँ यस्तो गएर माथि आउँछ हाम्रो रुम हो आकाश बोक्नु सकेन यहाँ मसँग सुतिरहेको होला हाम्रो बोजू त आयो भन्ने गल्यो भन्दैछ हाम्रो बोजू हो गल्यो अरे भने ल फाइनली आइपुग्यो अब चाहिँ आजको भिडियो चाहिँ यतिमै एन्डिङ हुँदैछ तरुलको मात्रै एन्डिङ हुँदैछ अहिले गएको साको तपाईँलाई देखाउँछु फाइनली यहाँ हो अब तरुल पनि धुवाइ हुँदैछ माटोमा त माटोसँग त पुरा गरम पनि हुन्छ हो अब यसरी धुयो भने चाहिँ तपाईँको हल्का क्या चटक होइन भने चिटिक्के बनाएर के नुहाइदै गरेर भिडियो गेम अरे भिडियो गेम भन्छ अब बोजूले मम्मीले हँसाउनु हुँदैछ भने तिम्रो बोजूले हँसाउँछ पुरा हाम्रो बोजू त फेरि कस्तो कमेडी छ कि हँसाइ बस्नुहुन्छ नि गाइस तरुल चाहिँ सिर दुख्दैछ हो बनायो लङ्के पिनालु पाखामा कताको फलेन फल्नु चाहिँ है भनिस् दामी है तरुल दामी हो होइन डमडम डुबाउनु न सङ्क्रान्तिमा खन्छ होइन तरुल त खान्छ जहिले नि कमला एकखेप लगेर खायो सङ्क्रान्तिमा चाहिँ उयो हुन्छ अरे नि त खाने बेला टक्कै हुन्छ अरे नि त के कहिले हुन्छ अब अहिले सक्यो ए आइसक्यो अब 14 तारिकदेखि त 14 तारिक होइन खै मलाई त थाहा भएन हौ यो हो जनवरी 14 देखि यस्तो कुराहरू त थाहा गर्नुपर्छ त भने हामीले भविष्यमा नानीहरूलाई सिकाउनुपर्छ हामीलाई जसरी अब आमा मामाले पानी हाल्छु मामाले पानी हालिदिन्छु पर्दैन पानी म आफिहाल्थेँ नि भयो कम्ती मात्रै अहिले हुन्छ मामा पुरा मैला हुन्छ नि त हौ त्यसमा त्यो ज्यादा माटो हटाउनु कि बाजा पानी त के भयो यहाँ त छोङ्गे माथि सेलेप ट्याङ्की जस्तो चिसो हुन थाल्यो त भने सधैँ यस्तो चिसो लाग्थेन त मलाई पानीहरू त मामा हात त ल मामा छिटो 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 हाल न तिमी म छिटो गरिहाल्छु नि भानिसले त हाल्दैन हुन्छ मामा ज्यादा सफा धुनु परेन हौ कहाँ हो धुनुपर्छ नि भने भरे गरम हुन्छ यो यही माटोले त कस्तो गरम हुन्छ त अलिअलि गर्नु चाहिँ हुँदैन हौ किन माटो यति टालेको छ नि गरम हुँदैन म त जान्दिनँ काममा आज रेस्ट हो भानिसको आज ड्युटी रेस्ट होइन साँच्चै अन्त लास्ट डिसेम्बरदेखि गरेको छैन मैले कति डिसेम्बर सही छैन लास्ट डिसेम्बरदेखि गरेको छैन भनेको ए लास्ट डिसेम्बर म त 31 डिसेम्बर सही छैन मेरो भने जस्तो लाग्यो नि त मामा धुइसक्यो दुधसक्यो अत्ता चाहिँ यति रहेछ आमा अत्ता जिन्जर यति रहेछ जिन्जर इङ्ग्लिसमा जिन्जर भन्छ होइन अनि पढेकोहरू पनि सबै बिर्सेको हर्कीहरू पनि रहेछ अन्त आमामा बस्तीको त अर्ग्यानिक चिजहरू चाहिँ खानुपर्छ नि त हौ हामीले अर्ग्यानिक चिजहरू गर्नै छोडिसक्यो अहिलेको हाम्रो युथहरूले क्या हौ अब बुढोपाकाहरू धेरैभन्दा धेरै सकिसक्यो होइन भने हजुर के गर्नु है बेसी दोकानमा माग्नेहरूलाई लिएर आइज मिठो रहेछ भन्दै थियो अस्ति निसानी त बुढाले यता लगिदिएको थियो कि ए नानी त पानी पानी मसिन त नधुनु त्यतिकै कटाइदिनुपर्छ मसिन त यत्रो त हुन्छ नि त होइन यत्रो चाहिँ यो चाहिँ हुँदैन अब खाने मात्रै पठाउनु गाइस मामाले जान्नु भएको थिएन रहेछ हो बोजूले सिकाउनु रहेछ अब बोजूले जो गर्दैछ टक टक भाँच्दैछ है यो जरा पनि फ्याँक्नुपर्छ भरे बोक्नुको भारी मात्रै हो त्यो छिपेको बोजू है भयो यति भए यो कस्तो दामी छ अन्त किलेहरू होइन नि दामी त दामी छ नि त्यति राख यो चाहिँ साङ्गीलाई पुग्छ यति भए बाइकमा बिचरा कसरी बोक्छ मानिस हाल पानी पानी हाल्नु पर्दैन अब है पछि मान्नु त मान्नु त घरको मान्छेले जति ल हाल ल गाइस लो हाल न यहाँ अलिक चिसो चिसो भएछ पानी क्या चिसो भयो त्यो घरमा राख त्यति त्यो छिपेको जति यो तर पनि धुइहाल्नु नि धुइहाल्नु अन्त नि खोइ यो केमा हाल्नु यो के हाल्यो होइन अब कहाँ
हाल्छ हौ साइलीले कहाँ त्यो हर्की हो त्यो भिनै भिनै राख्नु छोरा अन्त यो अदुवाहरू पनि पठाइदिनु नि अन्त साइलीले हिजो ठिक बनायो अदुवा ए बनायो यो चाहिँ धोइ राखिदिनु ल हालेर निस्केको घरबाट हो अब चाहिँ गएको हामी भानिज पनि निस्क्यो माथि हो रोड निस्किसक्यो तरुल बोकेर अन्त म चाहिँ सो कम्ती भिडियो बनाएको अनि सो तपाईँहरूलाई अन्तिमको भिडियो अब के भयो आउँदैछौ अनि तपाईँ आज चाहिँ लास्ट अन्तिम भिडियो सेवा छ म चाहिँ सेवा निस्केको अनि भानिजलाई चाहिँ माथि रोडसम्म छोडेँ नै हो अनि हाम्रो यहाँ भानिज यहाँ माथि आइसकेको छ होइन तपाईँको अनि हाम्रो यहाँ भैया पनि टक्कै रहेछ झालमुडी हो के खाने कसो खाने भानिज ल अब निस्किने ल फाइनली अब मेरो भानिज पनि बाई बाई होइन भ्लगमा स्वागत छ ल भानिज हल्का रिमेम्बरको लागि ल सबैजनालाई भिडियो हेरिदिनु होला थ्याङ्क फर वाचिङ बाई बाई